भनेर वसुदेवले भने त्यसो भए आठवटा गर्भ पैदा नहुने मेरो कब्जामा तिमीहरूलाई म थुनेर राख्छु अनि छोडिदिन्छु भन्यो। अनि लिएर गएर मथुरामा लिएर गएर कंसले ताराघर झ्यालखानमा हाल्यो। देवकी र वसुदेवलाई मेलजोल लगाएर हातमा नेल लगाएर थुनेपछि पहिला बालक भयो। अलिक ढोकारमा पालिराख्यो र बच्चा जतिवटा जन्मिन्छ मलाई बुझाउनु ल्याउनु भनेर हुकुम दियो, आदेश दियो। अनि त्यहाँबाट पहिला बालक जन्मेपछि अनि कंसलाई बुझाउनलाई त्यो ढोकाबाट त्यहाँदेखि बोलाएर देवकी र वसुदेवलाई काखमा लिएर ती पालेहरू गए कंसको दरबारमा। गइसकेपछि अनि कंसले यसो हेऱ्यो, अब 8औं गर्भले मार्छ भने चाहिँ यो त पहिला बालक हो, छोड्छौँ क्यारे भन्ने विचार नि गर्यो। अनि महर्षि नारद ऋषि गरे यो 8बाट गन्दै ल्याउ त यो नि 8औं गर्छ के थाहा छ महाराज भने नारद हिँडिहाले। अब सुन्या त हुन्। अनि त्यो भएपछि त्यो बालकलाई कटाङ्गीमा शिला थापेर त्यो दुईटा पाउमा समाएर यसरी पड्काएर मार्यो। मारेपछि लग्यो फेरि छोड्यो। अनि 2टा मार्यो, 3टा मार्यो, 4वटा मार्यो, 5वटा मार्यो, 6वटा मार्यो। 6वटा मानिस त्यसै गरी कंसले मार्यो। अनि 7औं गर्भ चाहिँ 5वटा मार्यो। 7औं गर्भको पाली 6वटा मारिसकेपछि अनि इन्द्र, अग्नि, यमराज, वरुण, लोकपाल 33 कोटी देवताहरू लुकेर बसेका ठाउँमा अनि फेरि त्यहाँबाट भगवान् विष्णु बठान गयो वैकुण्ठ कि प्रभु अब के गर्ने भन्दाखेरिमा अब शेषजीलाई चाहिँ जो 7औं गर्भ पठाउने, शेषजीको रूप धारण गरेर मै जान्छु भन्नु हो। भगवान् विष्णुले शेषको रूप धारण गरेर गएर 7औं गर्भ गरेर बस्नुभयो। बसेपछि 7 महिनासम्म पेटमा बस्नुभयो देवजीले। अनि 7 महिना भएपछि अनि फेरि देवदेव भगवान् विष्णुले वैकुण्ठबाट के भने अब यहाँ 10 मास पुरा भएर जन्मिएपछि कंसले मारिहाल्छ त्यो बालक, त्यो है मारिहाल्छ। अब त्यसो होइन भनेर 7 महिनाको गर्भ यो देवकीको कोखबाट झिकेर गोकुलमा यशोदाको गर्भमा लगेर नन्द बाबाको पत्नीको गर्भ भएर हालिदिनु 7 महिनामा। अनि त्यहाँ त्यो 10 मास पुरा भयो, त्यहाँ बालक जन्मियो बलराम, शेषजी हो। अनि 8औं गर्भ ल म आफै जान्छु पृथ्वीमण्डलमा जन्म लिनु भनेर भगवान् विष्णुले आएर 8औं गर्भ पैदा हुनुभयो, बस्नुभयो। बसेपछि अनि 10 मास पुरा भयो। भदौ महिना भाद्र तिथि भौडी नक्षत्र पार राति मध्यरातका बिचमा जन्म भयो। जन्म भएपछि झलझला कार त्यो हिट्रै झलमल भयो। त्यो जन्मिँदा के भयो त्यो सबै चाहिँ जो सटकहरू सिँगारिए, फुलको र लाभा अबिरको वर्षा हुन लाग्यो। ती पालेहरू ढोकामा बसेका बस्छ बिहाए, कसैले कस्तो पाएन जान पर्ने। अनि सबै जान्छ फुले झलझला कार भयो। त्यो मौकामा राति मध्यरातमा भगवान्को जन्म भयो। जन्म भएपछि झलक्क देखे देवकी र वसुदेवले। अनि देवकीलाई हे भगवान् यस्तो राम्रो छोरो जन्मियो, अब यो पनि मार्छ। झलझला कार अब देख्दैखेरिमा मनोहर। अनि जुरुक्क उठ्यो त्यो बालक। अब कृष्ण जाँदै भन्छ जुरुक्क उठेर पिताजी माताजी नरुनुहोस्, मलाई अब कंसले मार्नु सक्दैन। मेरा दाइहरू जति मारेर पनि मलाई मार्नु सक्दैन। तर यहाँ बसेपछि भन्नु छैन है, मलाई गोकुल पुर्याइदेऊ यही रात्रिका बिचमा भन्नुभयो। भनेपछि अनि अनि फेरि बालकको रूपलाई धारण गर्नु हो। अनि वसुदेवले एउटा टोकारीमा राखेर त्यो छोरालाई बचाउनको लागि गोकुल लिएर जान लाग्नुभयो। लिएर जानुभयो गोकुलभन्दा यतापट्टि र मथुराभन्दा यसपछिको बिचमा जमुनादी भन्ने नदी रहेछन्। त्यो जमुनादी नदी भदौ महिनाको नदी कत्रो भयो। त्यो नदीमा छोरो पारी लानको लागि वसुदेव पसे। त्यो टोकरी बोकेर पसे। त्यो नदीको जल बढ्दै यहाँसम्म वसुदेवको पुग्यो। अनि भगवान् कृष्णले उहाँको चाहिँ अब लीला विचार गरे हो नि त, आफ्नो बाउको कति माया उनीहरू छोराको भनेर विचार गरे। अनि त्यति भइसकेपछि वसुदेवले ओहोलो छोरो बगाउनु पऱ्यो। त्यो टोकाइ टाउका लाग्यो। अनि यहाँसम्म पुलसम्म जमुनादी सबको गहिरो छन् वसुदेव गहिरो छ। अनि भगवान् कृष्णले मेरो पिताजीलाई साह्रै कष्ट भयो, छोराको माया हुँदो रहेछ। मेरो मायाले गर्दा यति नदीले डुब्दा पनि बाउले जानै भनेर अघि बढिरहेका छन्। वसुदेव भने भएन भने यो 2टा पाउ खसालिदिनुको टोकरीबाट। त्यो टोकरीको 2टा भगवान्को पाउ गएर जमुनादीको जलमा छोइयो। जमुनादी बढे किन भगवान्को दर्शन गर्नु। भगवान्को पाउको दर्शन पाएपछि त्यो जमुनादी नदी के भयो फ्याट उउँदै भयो
बाटो गोकुल जानलाई खाली रस्ता भयो गए केही दिन चाहिँ यो यशोदा जाने सुत्केरी भएर छोरी पाएको थियो अनि फेरि त्यहाँबाट भुसुक्क निआएको थियो नि यो पाए उपाउँदा खाएको अनि जिरा बेलामा भगवान्को माया अनि ल ठ्याक्क त्यो छोरो कृष्णलाई त्यहाँ सुताएर त्यो छोरी साथहरू लिएर आएपछि ल्याएर त्यो ढोकालाई फुक्क भित्रपछि ढोका बन्द भयो पालेको निन्द्रा दिउँथ्यो त्यति हुँदै गएको थियो अनि भगवान् कृष्ण भिन्न हुन्छ भनेर भदौ महिना सिम पानी परेको थियो शेष नागहरू आएर यसरी खडा फिनाएर त्यो टोकरी ढाकेर बस्नु शेष नागहरू हजुर जाँदाखेरि अनि त्यहाँबाट चाहिँ यो आउनुभयो आएपछि ढोका बन्द भयो पालेको निन्द्रा दिउँथ्यो त्यहाँ बालक रोयो तारा घरभित्र रोएपछि ल 8औँ घरको पैदा भयो ए दाजु यो उठ भन्नु त्यहाँदेखि सारा ती पालेहरू लिएर खोल्यो ढोका ताल्चा खोलेर घरलाई लिएर जाउँ अब कंस महाराजलाई बुझाउनु पर्छ यो 8औँ घरको भनेर देवजीले काखमा लिएर गएर हेरे छोरी पो छ बा 8औँ गर्भमा त छवटा जवानी मारेको थियो अनि 7औँ गर्भ खोइ गरेर सोधेको थियो सोद्धा अधुरो गयो तुइयो जन्मिँदै भने छकाइदिए 7औँ गर्भको चाहिँ कंसलाई छकाइदिए पहिले अनि त्यति भएपछि अनि अब यो छोरी भए पनि 8औँ हो मार्छु यसलाई भनेर त्यही पटाङ्गीको बिचमा यसरी घुमाएर फड्काएर मार्छौँबाट उचालेको थियो फुत्त हातबाट फुट्केर माथि गएर के भने हेर पापी कंस तेरा 6वटा दाइहरू मारिस् तैँले तँलाई मार्ने कृष्ण गोकुलबाट तँ बच्दैनस् तर मेरो दाइहरू मात्रै तैँले 6वटा मारिस् भनेर ती भनिन्छ बिन्दवासिनी भएर बसिन् हामी अहिले जे कार्य गर्दा नि बिन्दवासिनी भन्छौँ नि त्यो कंसको हातबाट फुक्केर गएको महामाया हो महामाया भयो त्यो अहिले को हो त भनिसक्यो भने शुक्रभन्दा अगाडि एउटा सुकिलो तारो हुँदै हुँदैन त्यही हुन् बिन्द कंसको हातबाट फुत्केर गएर बसेकी बिन्दवासिनी तिमी हुन् अहिले हामी देख्छौँ त्यो भने हो त्यसरी बसेपछि त्योबाट चाहिँ ओहो 6वटा भानी त मारी मलाई मार्ने शत्रु त गोकुलमा परेछ अब के गरौँ कसरी त खोज्नु त कंसले बुद्धि खुवाउनु थाल्यो अनि बहिनी भन्ने उसको पुतनालाई बोलायो लौ बहिनी तिमी के गर भने दुईटा यो दुधमा तनमा बिख टन्न भएर अनि 16 सिगारले भरिपूर्ण हौ असाध्यै राम्रो यो भन्नुहोस् कि र तिमी गोकुल जाऊ र गोकुलमा जति छन् बालकहरू तिमीले यो तन चुसार सबैलाई तिमी तन चुसार बिख खाइ मरिहाल्छ सबै गोकुलका बालक जति सबै मारेर आऊ मेरो शत्रु गोकुलमा छ भनेर कंसले हराएपछि पुतना गएर अनि गोकुलमा बालकहरू त्यसै गरी काखमा लिने मेरो बाबु भन्ने दुधमा मुख लगाइदिने चुस थाल्यो मरिहाल्छ मार्दै गोकुलका बालक जम्मै मारि अनि नन्द बाबाको दरबारमा पुगे भगवान् कृष्ण चाहिँ झोलुङ्गामा चह गरेर बसिरहनु भएको थियो अनि झलक्कदेखि झलझल्लाकार हेर्दैमा बोली त्यस्तो बालक देखिँदा ओहो यस बेला आजपट्टि मारी मैले यति राम्रो चाहिँ बाबा छ मैले अहिलेसम्म देखेको काखमा मेरो बाबु तिमी त साह्रै राम्रो रहेछ आउ त बस भने काखमा लिएर अनि दुध चुसाउनु थाल्यो तन चुसाउनु थालेपछि भगवान् त्यसमा काखमा बसेर अनि पुतनाको दुध पन्चु हुन थाले चुस्ता त्यो बिख पनि पचाइदिनु भयो त्यसका शरीरका रस जति स्वाटै सोसिदिनु भयो पुतना ढल्ने अवस्था भयो ए बाबु अब म शिथिल भएँ ल छोडिदेऊ भनेर छोड्नलाई अब छोड्दैन छोड्नुहुन्न भगवान् नछोडेपछि अनि फेरि त्यहाँबाट प्राण त्याग गरेर ढलेर पुतना मरि उड्छिन् होइन उड्दिन पुतना मरेपछि उडेर देखाउँछ नि त होइन देखाउँदैन होइन उडेको देखाउँछ माथि गएर त भाग्न खोजेर देखाउँछ त्यो भाग्न खोज्या होइन किन छोड्दै दरिद्रमा हेर्दाखेरि छोडेकै हुँदैन अनि माथिबाट त्यो चुस्दै माथि भाग्न खोज्दाखेरि पनि ढलेर मर्छे तर ऊ भाग्न सक्दैन अनि त्यति भइसक्यो अनि फेरि त्यो पनि भयो आफ्नो रूप पनि लिन्छ अनि अगुरुजीलाई पठाउँथे गुरुलाई पठाउँथे ल भगवान् अब मानवहरूमा यज्ञ छ अरे ल आउनु अरे भनेर हामी गरिनाबाट जाएर पठाउँथे अरे भन्छ अहिले अब त हात्ती तयार गर्छ बिखालु सर्प जोड्छ अब जे गरेर पनि मार्नुपर्छ त्यति गरी भएर भोलि हाल्नुपर्छ त्यति गरी भएर भिडबाट लगाउनुपर्छ त्यसलाई मार्नुपर्छ भन्ने यस्ता बाण त्यसको कथाहरू धेरै लामो छ है त्यसरी अनि अन्त्यमा भगवान् आउनुहुन्छ मथुरा 16,000 गोपिनीलाई छोडेर अब गोपिनीहरूले साह्रै बिलाउन गर्छन्
गोपिनीहरूको लीला गर्दै गोपिनीहरूलाई नचाउँदै गोकुलको लीला गरिरहनु भएको अनि त्यति हुन्छ त्यति बेला गोकुलमा हुनुहुन्छ पढिरहनुहुन्छ पढ्नमा सञ्जीवनी गुरु कहाँ पठाउँछन् नन्द बाबाले ल गुरु मेरो छोरालाई श्यामवेद यजुर्वेद अथर्ववेद धनवेद चारै वेद पढाएर सबै कण्ठ बनाएर पठाइदिनु सञ्जीवनी गुरुलाई पठाए सञ्जीवनी गुरु कहाँ गएर गोकुलबाटै नन्द बाबाकै घरबाट गएर पढ्छन् पढ्न थालेपछि पढ्दा 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 अनि एक दिन चाहिँ सञ्जीवनी गुरुको छोरो र उनी बराबरका थिए अनि जङ्गलमा समिधा खोज्न जानुपर्ने शिष्यहरूले गुरुलाई चाहिँ हवन गर्नलाई सञ्जीवनी गुरुको छोरो र कृष्ण समिधा खोज्न गएका एउटा काल सर्प उत्पत्ति भएर त्यो सञ्जीवनी गुरुको छोरो मर्यो दसेर मर्यो अनि आए कृष्ण आएर भने गुरुआमालाई सञ्जीवनी गुरुलाई भनेपछि आघात गरेर उनले शोक गर्न थालिन् अनि उनको मायाले छोपेर आमा म छँदैछु नि शोक नगर्नु जन्मेर को मर्दैन र सबैले यो पृथ्वीमण्डलमा मर्नै पर्छ भनेर भने उनको मायाले छोपेर बुझाए सञ्जीवनी गुरुआमाको काखमा बसेर ती बालकलाई काखमा लिँदै उनले बिर्सिनु पऱ्यो अनि 64 दिन पढ्दा 64 दिनका दिन सबै विद्या हासिल भइसक्यो उनले पढिसक्दा सबै हासिल भयो अनि सञ्जीवनी गुरुले भन्नुभयो ल जाऊ तिम्रो पढाइ सिद्धियो अब भन्नु भनेपछि अनि कृष्णले के भन्यो भने गुरु अब मलाई मेरो पढाइ सिद्धियो मैले यता दुःख हजुरले पढाइदिनु भयो आमाले मलाई सेवा गर्नुभयो खाना दिनुभयो गुरुआमाले म गुरु गाकिन के टक्राउँछ भनेर जाने कृष्णले भन्दा बाबु मलाई केही चाहिन्छ आमालाई गएर सोध्दा उसलाई चाहिन्छ भने मलाई केही पनि चाहिन्छ भन्नुभयो गुरु सञ्जीवनी गुरुले अनि आमामा ठाउँ गएँ आमा अब हजुरलाई के इच्छा छ के टक्राउँ तपाईँलाई अब गुरु गाकिन म अब घर जान्छु गोकुल जान्छु गुरुसित बिदा भएर आएँ भनेपछि बाबु तिमीलाई काखमा लिँदा मैले छोरो बिर्सेर बसिया थिएँ तिमीलाई म अब छोड्दै तिमी छोड्छौ भने म अहिले मर्छु म छोड्दै छोड्छु भने नला बुढा भएर हुन लागि होइन आमा त्यसै त हुँदैन म यहाँ बस्नु मिल्दैन मैले गोकुल जानैपर्छ ल गुरु त किन के टक्र्यो भन्नु तिमी छोडेर जाने मेरो मर्या छोरो यहाँ ल्याइदेऊ नत्र तिमीलाई म छोड्दै छोड्दिनँ मेरो मर्या के छोरो आउनु पऱ्यो कि नत्र तिमीलाई त मेरो छोरो तिमी हो भनेर काखले चाहिँ ल पक्रियो भने त्यहाँबाट कृष्णजी हिँडेपछि गए यमलोक गए यमलोकमा गएपछि यमराजका दरबार ढोकामा पुगेपछि यमराजका दूतहरूले चाहिँ पालेहरूले जिउँदो मान्छे चाहिन्छ यमलोक आउन पाइँदैन फर्कति भने ढोकामा पस्न दिएनन् अनि फेरि त्यहाँबाट ल जाऊ भित्र गएर यमराजलाई कृष्ण आएका छन् अरे भनेर भन्ने जाऊ त म यहीँ भेट्छु भने त्यो पालेलाई गयो भित्र यमराजको द्वारपालहरू ल यो किसले पनि एउटा सानो केटो आएको छ प्रभु यमलोकमा जिउँदै आएको छ हामीले जानै पाएको छैन हजुरको हुकुमै लाग्छ अरे हजुर त्यो भेट्न आउनु छ अरे भन्छ भने पालेहरूले ए भने यमराजलाई बुझिहाल्यो आएपछि यसो परैबाट हेरे देखिहाले भगवान् विष्णुलाई झगडा प्रभुलाई आउनुहोस् त छोड्या यमराजको हुकुम गएर आसनमा राखे यमराजले भगवान्लाई चाहिँ हस्तार्घ पादार्घ गरे ढोग दिए पूजा गरे सारा गरे प्रभु आज के कामले पाइन्छ भनेर सोधे यमराज सोधे प्रभु अब मैले गर्नुपर्ने अरू काम के पनि होइन तर अब मेरो आमा गुरु आमाले मरेको छोरो ल्याइदियो भने भन्नुभयो आमालाई त्यो छोरो नदिइकन मैले त्यहाँ छोडेर पाएँ म गौ जानु पाइनँ मैले गुरु राखेर दिनुपर्ने हो के गर्छु भनेर कृष्णले भने प्रभु अब यो चाहिँ संसार त्यतिर लौ 14 वन हजुरको माया हजुरको सृष्टि मैले हरण गर्ने हो हजुरको आज्ञाद्वारा त्यस कारणले अब मरेर मैले मेरा दूतहरूले यमलोक ल्याएका मनुष्यलाई फिर्ता त पठाउनु हुँदैन थियो पहिले पठाउने यो पठायो भने यो सृष्टि चाहिँ हराउँछ तर भगवान् स्वयं यहाँ आउनु हो हजुरकै सृष्टि संहार हजुरकै म भने के हो यमराज भने हजुरको चाहिँ कर्ता हो हजुरले सृष्टि गरेको हजुरले संहार गर्ने मिति राखेको हजुरले हो अनि त्यसलाई ल्याएर यहाँ कुन धर्म गरेछ कुन कर्म गरेछ कर्म अनुसारको फल दिलाउने काम मेरो त्यस कारणले लिएर जानु ऊ त फलाना काममा छ त्यो गुरु सञ्जीवनी गुरुको छोरोलाई पठाइदिए भनेर उसका दूतहरूलाई हुकुम भयो यमराजले अनि त्यहाँबाट
गएँ झिकेर लिएर आएँ आमालाई गुरुआमाले टाक्रा हुन्छ कुरो कस्तो छ अनिखेरि सञ्जीवनी गुरु र गुरुआमा घरतिर भएर गोकुल गए त्यहाँबाट अनि मथुराका लीलाहरू कति यो बयान गरेर साथी लाग्दैन भजन यसैबाट आउने त्यही भजन खोइ हिजो पनि यसो देखा पाएँ कोही आएन अब आएर गयो ज्ञान सिकेँ है हजुर मैले